हिजो मात्र केपी ओली सरकारले एउटा देशको उज्यालो दिने उज्यालोको नायक कुलमान घिसिङलाई एउटा मन्त्री परिषदको निर्णयबाट हटाउने निर्णय गरेछ, जुन जनविरोधी कार्य हो र यसले जनतालाई धेरै नै यो सरकारप्रति वितृष्णा जनाएको छ र जनताको आशा भरोसा र केन्द्रको एउटा उज्यालोको नायक कुलमान घिसिङलाई जसरी एउटा काम गर्ने वातावरण नदिएर जसरी विभिन्न समयमा तारन्तार स्पष्टीकरण सोध्दै बर्खास्त गरिएको छ, यो एउटा कुलमान घिसिङप्रतिको मात्र एउटा अपमान नभएर यो सम्पूर्ण जनताप्रतिको अपमान हो। यसको हामी सबैले विरोध गर्नुपर्छ। केपी ओली एउटा भ्रष्टाचारीको सरकार बनेको छ, भ्रष्टहरूको तस्करहरूको बिचौलियाहरूको एउटा जुन गोटी बनेर यसले असल नियत राख्ने कर्मचारीहरूलाई हस्तक्षेप गरेको छ र एउटा 4 महिना अवधि छन्जेल, अझै 4 महिना बाँकी थियो, 4 महिना पुरा काम गर्न नदिएर जसरी जनतामाथि लात हान्ने काम गरेको छ सरकारले, यसको विरोध गरेर हामीहरूलाई थोरै यति पुग्दैन, विरोध गरेर मात्र पुग्दैन, यो सरकारलाई हामीहरूले बर्खास्त नै गर्नुपर्ने हुन्छ। यो भ्रष्टाचारी सरकार हो, यसले आफ्ना नातागोता इष्टमित्र आफ्ना पार्टीका सबै भ्रष्टहरूलाई जोगाएर राखेको छ केपी ओली सरकारले र राम्रा कर्मठ कर्मचारीहरूलाई यसले निष्कासन गर्ने र भरौटीहरूलाई भर्ने काम गरेको छ। हितमान साक्य जुन अब आउँदै गरेका विद्युत प्राधिकरणको उसमा एमडी छन्, हितमान साक्य ती इन्भर्टर अघिल्लो समयमा इन्भर्टर ल्याउने, लोड सेडिङमा इन्भर्टर ल्याउने, भारतबाट इन्भर्टर ल्याएर यहाँ कमिसनको खेल खेल्ने डिजाइनका गोटी थिए, तिनैलाई फेरि ल्याएर एउटा देशलाई अँध्यारो भड्खारोमा हाल्ने जुन कोसिस गरिँदैछ, यो सरासर जनविरोधी र एउटा सरकारप्रतिको एउटा जुन एना हो नि सरकारको जुन एना हो, त्यो एनाले आफैलाई छर्लङ्ग बनाइदिएको छ। केपी ओलीले जुन आफूले भ्रष्टाचारीको मुख हेर्दिन भन्थे, आखिर यहाँ भ्रष्टाचारीकै मुख हेरेर छाडे र भ्रष्टाचारीलाई जसरी उनले जोगाएका छन्, कापी चापेका छन् र कर्मठ कर्मचारीलाई जसरी उनले बर्खास्त गरेका छन्, यसको हिसाब किताब अब जनताले दिनेछन्। जनताको आक्रोशलाई बुझेनन् भने यी अब पत्ता साफ हुनेछन्, यिनीहरूलाई धुली झ्याट पार्नुपर्ने अवस्था आएको छ। साथीहरू, सबै आफ्नो तर्फबाट, आफ्नो क्षेत्रबाट, सामाजिक सञ्जाल होस् या आन्दोलनको मैदान होस्, समग्र क्षेत्रबाट अब यो सरकारलाई हामीहरूले बर्खास्त नगरेसम्म अब त्यसमा शान्ति आउनेवाला छैन। यो सरकारले जसरी राजतन्त्रको हौवा दिँदै जनविरोधी कार्यहरू गरेको छ, यसले आफ्नो खुट्टामा आफै पञ्चर हालेको छ। यसलाई अब हामीले राम भन्न सकिन्छ, कहाँ छाप्न सकिँदैन। यो जनताको आवाज हो। अब जनताहरूले भन्न थालिसके। अब सबै जनताहरूले बुझिसके केपी ओलीको कर्तुतको असलीको रूप के हो, केपी ओलीको असली रूप के हो भन्ने कुरो बुझिसके। त्यसैले अब हामीहरू सबै जागेर पार्टीगत भन्ने होइन, अब देश बचाउन लाग्ने हो, देश जोगाउन लाग्ने हो। दैनिक 10-12 हजारको लाइन एयरपोर्टमा विदेश जानको लागि हामी यस्ता युवाहरू विदेश जानको लागि लाइन लागिराखेको अवस्था छ। हामी पनि देशमा शान्ति, अमन, चयन, विकास निर्माणका कार्यहरू, रोजगारीका अवसरहरू नभएर यो विदेशमा आएर हामीहरू श्रम बेच्न बाध्य भइराखेका छौँ। हामीहरूलाई हाम्रो देश फर्केर हाम्रो श्रमलाई सदुपयोग गर्न चाहन्छौँ, तर हाम्रो देशमा फर्केर हाम्रो श्रमको सदुपयोग गर्ने ठाउँ छैन। केपी ओली सरकार जस्ताले यस्तै गलत निर्णयहरू गर्दै असल नियत राखेका मान्छेहरूलाई एउटा निरुत्साहित गर्दै एउटा जुन मोटिभेट गर्नुपर्ने ठाउँमा
पुरस्कृत गर्नुपर्ने ठाउँमा उल्टो कारबाही गरेर जुन गरेको छ, यसले समग्र एउटा कर्मठ जुझारु एउटा काम केही गरौँ, एउटा देशको लागि केही गरौँ भन्ने कर्मचारीहरू, जनताहरू सबैलाई एउटा मर्माहत बनाएको छ। त्यसैले अब यो सरकारलाई ढालेर एउटा नयाँ क्रान्ति गर्दै एउटा देशमा सुशासन, शान्ति, स्थिरता, अमन चयन, रोजगारीका अवसरहरू, आर्थिक वृद्धि लगायतका क्रियाकलापहरू गर्नको लागि केपी ओली सरकारलाई बर्खास्त गर्दै, जनताको तर्फबाट बर्खास्त गर्दै, केपी, शेरे, प्रचण्डे यी सबैलाई बर्खास्त गर्दै अब नयाँ नेतृत्वमा नयाँ युवाको सरकार नबनाएसम्म देशमा अमन चयन कायम हुनेवाला छैन। देशमा झन् अशान्तिको अवस्था सिर्जना भएको छ, यसले आतंक फैलाएको छ। यसलाई तुरुन्तै बर्खास्त गर्नको लागि सबै आफ्नो ठाउँबाट लागौँ र विरोधका एजेन्डाहरू लिएर अगाडि बढौँ भन्न चाहन्छु। जय नेपाल, जय कुलमान।